साथीहरु तपाईहरुलाई चाहिँ आज म एलजी को वाशिङ मेसिन कसरी सिकाउन गइरहेको छु। यो चाहिँ 14 केजी को र 8 केजी चाहिँ ड्रायर वाला हो हैन। सुरुमा चाहिँ तपाईहरुले यसमा यहाँ यो खोलेर तलबाट यो सफा गर्नु पर्यो यो खोलेर है बेला बेलामा। यहाँ चाहिँ धुलोहरु आएर अड्केर बसेको हुन्छ। अनि फेरि मेन चाहिँ अब तपाईलाई म टु द पोइन्टै कुरा गर्छु। यो कटन भन्ने छ हैन। कटन भनेको चाहिँ कटनहरुको लुगा यसमा राखेर धुने है। यसलाई यसरी यो डल्लो घुमाउँदै आउने तपाईको कटनको सिधाको डन्डीमा यी लाइट बल्छ हैन। कटन भनेको कटनहरुको लुगाहरु भयो। अनि त्यसपछि यता बेबी केयर भनेको बच्चा साना भुराहरुको लुगाहरु भयो हैन। यो हाइजिन भनेको चाहिँ तपाईको यो हाइजिन स्टिम हो है। यसले चाहिँ आफूले लुगालाई धुन्छ, ब्याक्टेरिया मार्नु पर्ने खालको एकदम सेनिटाइज गर्नुपर्ने खालको लुगा छ भने यसले चाहिँ हाइजिन स्टिम गर्छ है त। अनि फेरि स्पोर्ट्स वेयर भनेको चाहिँ तपाईले स्पोर्ट गर्दा लाउने, जिम सिम जाँदा लाउने ट्र्याक सेटहरु यसको जिमको लुगाहरु यसमा राखेर धुने। उल भनेको उलनको लुगाहरु भयो हैन। अनि फेरि रिफ्रेश भनेको चाहिँ तपाईहरुले राखेको लुगा जस्तै दराजमा राख्नु भएको हुन्छ लुगाहरु हैन। त्यो लुगाहरु चाहिँ धेरै समयसम्म गुम्सेर बसेको हुन्छ, त्यसमा ढुसीहरु लागेको हुन्छ अनि फेरि गनाउने भएको हुन्छ भने त्यो लुगालाई चाहिँ यसमा राखेर रिफ्रेश गर्दियो भने यसले चाहिँ लुगालाई फ्रेश बनाउँछ। अनि फेरि खुम्सेको लुगाहरुलाई नि यसले चाहिँ एकदम राम्रो बनाउँछ हैन। अनि त्यसपछि फेरि हेर्दा घुमाइदिने यो डाउनलोड साइकल भन्ने छ। यो डाउनलोड साइकल भनेको चाहिँ तपाईको मोबाइलमा एलजी को वाशिङ मेसिनहरुलाई चाहिँ मोबाइलमा एलजी को थिंक भन्ने एउटा एप आउँछ हैन। त्यो एप राखेर इन्स्टल गरेर अनि फेरि त्यो डाउनलोड साइकलमा त्यो एप्सहरु डाउनलोड गरेर अनि त्यसबाट चाहिँ विभिन्न प्रोग्रामहरु त्यहाँबाट एक्टिभ गर्न मिल्छ। त्यो चाहिँ यसमा राखेर अनि फेरि एप गरेर एपबाट वाशिङ मेसिन लिंक गरेर त्यहाँबाट चलाउन मिल्छ है। अनि फेरि अर्को छ यहाँ रिन्स प्लस स्पिन भन्ने छ। रिन्स प्लस स्पिन भनेको चाहिँ तपाईले हातले लुगा माडेर हाल्नु भएको छ भने यसले चाहिँ पखाल्ने र निचोर्ने काम गर्छ है। अनि ड्युबेट भनेको चाहिँ तपाईको बेडसिट अनि तन्दा पर्दा यिनीहरु हुन्छ नि यिनीहरु धुनु पर्यो हैन। अनि फेरि यो अर्को तपाईको बेडिङ केयर भनेको चाहिँ यो खातिर युज हुने खोलहरु ब्ल्याङ्केटहरु यिनीहरु भयो है। अनि यो सिंगल सर्ट ड्राई भन्ने छ है। सिंगल सर्ट ड्राई भनेको चाहिँ यो चाहिँ फुल ड्रायर वाला वाशिङ मेसिन हो हैन। तपाईको फुल ड्रायर वाला छैन भने चाहिँ अब यस्तो अप्सन नहुन सक्छ। यसमा चाहिँ पुरै लुगा धोएर निकाल्ने खालको वाशिङ मेसिन हो। तपाईले एउटा दुईटा दुई तीनटा सर्टहरु राखेर ड्राई गर्नुपर्ने छ भने यसमा राखेर गर्दा नि हुन्छ। अनि स्पिड वाश भनेको चाहिँ तपाईले नर्मल डेली लाइफमा लाउने जस्तै टी सर्टहरु प्यान्टहरु यताउति लुगाहरु छ भने यसमा राखेर धुन मिल्छ हैन। यसले चाहिँ तपाईको यहाँ टाइम देखाएको छैन। टाइम किन नदेखाएको भन्दाखेरि यसले चाहिँ लोडहरु आफै अटोमेटिक जोखेर अनि पछि देखाउने हुन्छ। लुगाको वेट कति छ त्यो हिसाबले यसले टाइम देखाउने हुन्छ। त्यही भएर यिनीहरुमा चाहिँ प्राय प्रोग्राममा चाहिँ टाइम देखाउँदैन हैन। अब कुनै कुनैमा चाहिँ यस्तै ट्याक्क टाइम देखाउँछ नत्र प्रायमा चाहिँ तपाईको यसले ड्यास ड्यास हुन्छ, एकछिन घुम्छ, लोड क्याल्कुलेसन गर्छ, त्यसपछि अनि फेरि लुगा धुन टाइम देखाएर सुरु गर्छ हैन। यो त भयो तपाईहरुको प्रोग्रामहरु हैन। अब यसबाट अरु पनि कुराहरु छ है। यहाँ तपाईको वाश भन्ने देख्नु भयो हैन। कस्तो वाश गर्ने अहिले नर्मलमा बत्ती बलिरहेछ है। नर्मल वाश गर्ने भए नर्मल वाश, इन्टेन्सिभ भए अलि धेरै मैलो वाला वाश यहाँ चुज गर्ने हो। अनि प्री वाश भए अलि फोहोर लुगा छ भने पहिला एकचोटी सर्लक्क पखाल्दिन्छ अनि फेरि धुन्छ हैन। अनि यो सोक भनेको चाहिँ तपाईले लुगालाई धेरै बेर लुगालाई भिजाएर राख्नु छ भने यो सोक प्रोग्राममा राख्यो भने लुगा धेरै बेर भिजेर बस्छ अनि त्यसपछि केही समयपछि लुगा धुन सुरु हुन्छ। अनि यो रिन्स भनेको चाहिँ कति पानी पखाल्ने लुगालाई कति पानी पखाल्ने भन्ने हो। अहिले 2 मा बसेको छ भने 2 पानी लुगा पखाल्छ। यसलाई 3 पानी 4 पानी 5 पानी सम्म गर्न सकिन्छ है त आफ्नो आवश्यकता अनुसार। अनि स्पिन भनेको चाहिँ तपाईको निचोर्ने स्पिड हो है। तपाईले लो गर्नु भयो भने अलि कम निचोर्छ तर लुगाहरु च्यात्तिने चान्सेस हुँदैन हैन। अनि मिडियम हो भने त्योभन्दा अलि बढी निचोर्छ, हाई हो भने त्यहाँभन्दा धेरै निचोर्छ र एक्स्ट्रा हाई हो भने सबभन्दा धेरै निचोर्छ। लुगालाई धेरै निचोर्दाखेरि च्यात्तिन सक्छ। त्यही भएर तपाईहरुले मिडियममा राख्दाखेरि राम्रो हुन्छ। अनि यो टेम्परेचर भनेको चाहिँ तपाईहरुले जस्तै जाडो महिना हुन्छ हैन, चिसो पानीमा त सर्फ राम्ररी नघुल्न सक्छ। त्यस्तोको लागि अथवा फोहोर लुगा छ भने यहाँ टेम्परेचर राख्नुभयो भने मेसिनले नै पानीलाई तातो बनाएर अनि फेरि लुगा धुन्छ। जस्तै कोल्डमा बस्यो भने तपाईले चिसै पानी ट्याङ्कीबाट जस्तो पानी आउँछ त्यस्तैले लुगा धुन्छ। अनि 30 मा राख्यो भने 30 डिग्री सेलेक्ट हुन्छ। मेसिनले नै 30 डिग्री सेलेक्ट गरेर लुगा धुन्छ। अनि 40 मा राख्नुभयो भने मेसिनले नै 40 डिग्री सेलेक्ट गरेर अनि लुगा धुन्छ। यो भयो
यसको। अनि यसमा चाहिँ तपाईँको एड आइटम भन्ने फङ्सन पनि छ है। एड आइटम भनेको चाहिँ तपाईँले बिचमा लुगा हाल्न पर्यो भने यसमा राखेर लुगा थप्न नि सक्नुहुन्छ होइन। अब तपाईँकोमा यो फिचर छैन भने टेन्सन नगर्नु, सुरुमै हालिदिँदा नि भयो। फिचर छ भने यसरी नि गर्न मिल्यो। अनि तपाईँको यो ड्राई भन्ने अप्सन छ है। ड्राई भनेको चाहिँ यो चाहिँ फुल ड्रायरवाला हो। फुल ड्रायर भनेको पुरै यसैमा लुगा सुकाउने खालको हो। सबैमा चाहिँ यो फिचर आउँदैन, यसमा चाहिँ यो फिचर छ है। त्यही भएर ड्राई भनेको चाहिँ तपाईँले ड्राई गर्नु पर्यो भने यहाँ ड्राईमा राखिदिने, अनि त्यस पछाडि मेसिन चलाइदिने। ड्राई एक्टिभ हुन्छ, यसले लुगा सुकाउँछ, पुरै सुकाउँछ है। अनि अर्को टाइम ड्राई भन्ने छ। टाइम ड्राईमा राख्यो भने यहाँ टाइम बस्छ है त, आफूले टाइम सेट गर्न मिल्छ। जस्तै आधी घन्टा, 1 घन्टा, 1.5 घन्टा, 2 घन्टा, 3 घन्टा, कति घन्टा लाएर गर्ने हो यहाँबाट यो सेलेक्ट गर्न मिल्छ है। अनि तपाईँको यो रिमोट स्टार्ट भनेको चाहिँ तपाईँले एपबाट भने नि मैले होइन। त्यसै गरी एपबाट गर्नलाई यो रिमोट स्टार्टमा 3 सेकेन्ड एकछिन थिचिरहनु पर्ने हुन्छ, अनि फेरि अर्को प्रोग्राम यहाँ आउँछ, अनि त्यस पछाडि एपबाट तपाईँले त्यसरी नै धुन सक्नुहुन्छ। अनि टर्बो वास भनेको चाहिँ अलिकति तपाईँको छिटो गर्नु पर्यो अथवा कडा धुनु पर्यो भने यसबाट गर्नु पर्यो है त साथीहरू। एलजीको वासिङ मेसिन चाहिँ यसै गरी चलाउने हो। अनि फेरि तपाईँहरूको सर्फ हाल्ने ठाउँ यहाँ भयो। सर्फ हाल्दाखेरि चाहिँ धेरै नहाल्नु होला होइन। सर्फ चाहिँ ठिक्क हाल्नुपर्छ। सर्फ धेरै हाल्यो भने वासिङ मेसिनलाई सर्फले नै असर गर्छ है त। त्यही भएर अब यो यति गरिसक्नुभयो। जस्तै अब यहाँ तपाईँहरूले लुगा हाल्नुभयो, यहाँ सर्फ हाल्नुभयो, अनि त्यस पछाडि अब तपाईँलाई यहाँ वास रिन्स टाइमहरू राख्नु छ राख्नुहोस्, नराख्नु छ भने नर्मल्ली यता रिसेट गरेर अनि फेरि पानी चाहिँ अन हुनु पर्यो है। स्टार्ट गर्नुभन्दा अगाडि पानी अन हुनु पर्यो। त्यस पछाडि यो स्टार्ट बटन थिचिदिनु, त्यस पछाडि मेसिन चल्न थाल्छ। स्टार्ट बटन थिचेको 3 सेकेन्ड पछाडि यो ढोका लक लाग्छ। ढोका लक लगाइसकेपछि लुगा धोइ नसकिकन यो ढोका खोल्दैन है। बिचमा खोल्नु पर्यो भने यसलाई पज गरेर खोल्नुपर्ने हुन्छ। अनि अर्को एउटा मेन कुरो भनेको तपाईँको 20 देखि 30 चोटि लुगा धोइसके पछाडि एकचोटि चाहिँ ड्रम क्लिन गर्नुपर्ने हुन्छ। ड्रम क्लिन चाहिँ अब कसैको चाहिँ प्रोग्राममै ड्रम क्लिन हुन्छ होइन, कसैको चाहिँ यतापट्टि साइडमा है यो टप क्लिन स्पिन र टेम्परेचरको मुनि टप क्लिन भनेर देखाएको छ। यो दुईटालाई चाहिँ 3 सेकेन्ड एकैचोटि 3 सेकेन्ड थिचिराख्यो भने यहाँ एउटा नयाँ टाइम आउँछ है। यसरी थिचिरहँदाखेरि यहाँ नयाँ टाइम आउँछ है। यो नयाँ टाइममा चाहिँ अब ड्रम क्लिन पाउडर राखेर वासिङ मेसिनभित्र त्यसपछि चलाइदिनु पर्यो। यसले चाहिँ पुरै मेसिनमा भएको फोहोर निकालेर बाहिर फालिदिन्छ होइन त। अनि फेरि यो अर्को यो लकवाला चिन्ह छ। यो लकवाला चिन्ह भनेको चाहिँ चाइल्ड लकको चिन्ह हो। जस्तै बच्चाहरूले वासिङ मेसिन चलाउँदाखेरि तपाईँहरूको बच्चाहरूले यहाँ थिचिदिने चलाइदिने हुन्छ भने तपाईँले यहाँ एकछिन थिचेर यो दुईवटा वास र रिन्स भएको ठाउँमा छ यो है। अरू मेसिनमा अरू हुनसक्छ, तर यो लक देखाएको हुन्छ सिएल अथवा यस्तो लकको चिन्ह देखाएको हुन्छ। यो दुईटालाई एकछिन थिचेर राख्नुभयो भने चाइल्ड लक हुन्छ, अनि बच्चाहरू आएर थिचिदिँदा नि वासिङ मेसिन रोकिने पर्ने समस्या आउँदैन। र साथीहरू यही हो तपाईँलाई वासिङ मेसिन चलाउन सिकाएको भिडियो एलजीको होइन। तपाईँले च्यानल पनि सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला। हस् त।